नमस्ते है सम्पूर्णलाई। धेरै पहिलादेखि हामीले योभन्दा पहिला तपाईँको 2 वर्ष अगाडि होइन 26 तारिक 7 महिना 2024 देखि नै हामीले यो चाहिँ पहिला पद्मश्रीतिर पनि लायौँ होइन। पद्मश्री लायो अन्य ठाउँतिर भयो, तर हाम्रो गाउँमा चाहिँ त्यस्तो रेखदेख भएन। हाम्रो अगुवाई जति पोर्टलको नेताहरूले पनि कुनै केही नजर नराख्दा चाहिँ हामी है जनताहरूले पनि अलिकति अन्ततिर पाल्न चाल्नु पर्यो है। अनि धेरै कुराहरू गरियो, माथिसम्म पुर्यायो। जिटे चिफ अनि थापाकोमा पनि यो कुराहरू रात बिरात भए पनि भेटियो, गाउँको हाम्रो साधारण मान्छेहरू लिएर पनि। उहाँले पनि एउटा मौखिकको रूपमा मात्रै भनिदिनु भयो। अनि फेरि के भयो भन्दा यो पद्मश्रीहरू चाहिँ रेन्डम छोड्नु सकेन अहिले हो। जसले अलिकति तल कुनै फाइनेन्स गर्छ उहाँहरूको लागि मात्रै छोड्ने कार्यहरू भयो हो। अब यो कुरोहरूमा अब हामी स्वयं उपप्रधान यो गाउँको वार्ड मेम्बर भएर पनि त्यो टेक्निकल पर्सनहरू अब जान्नु पनि चाहिएन, कति कुरा बुझिएन पनि। अनि त्यो हुँदाखेरि अब के गाउँको लागि केही गर्छ भने जनताहरूले यति माथि र अलिकति मतदाता दिएर अलिकति जिताएर पनि अहिलेसम्म नसक्दाखेरि हामी अलिकति अर्कै पार्टीतिर जुन अब मूल मुद्दा भनौँ हाम्रो पाहाडको एउटा के भनौँ गोर्खेको एउटा प्रतीक भनौँ बिमल गुरुङले चाहिँ अलिकति उहाँहरूले एकै बजारमा अनि लु ठिकै छ, यसको विकल्प केही दिनको लागि चल्ने चाहिँ मिसिन लगेर चाहिँ गर्दै गर्नु भन्ने खालको एउटा सुझाव दिनुभयो। यो सुरु गरेको पद्मश्रीको हैन अलिकति फन्डको कुरा आयो है। हजुर, त्यो टाइम तपाईँ त उपप्रधान हुनुहुन्छ स्वयं हैन, त्यो टाइममा तपाईँले केही अब भन्नु भएन कि एउटा डिपार्टमेन्टमा गएर एउटा कम्प्लेन हुन्छ है, त्योहरू पनि गर्नुभयो कि भएन कि कस्तो? हामीले त्यो डिपार्टमेन्टमा गरे होइन, एउटा जुन चिफले बोल्दाखेरि चाहिँ जे हुन्थ्यो माथि जिटे चिफ भनेको सर्व दार्जिलिङ होल्डको चाहिँ उहाँ एउटा परिवार हो नि त। जहाँ आवश्यक छ त्यहाँ चाहिँ गर्नुपर्ने उहाँको वचनले चाहिँ हुन्थ्यो नि त। यदि अब हामीले भन्दा चाहिँ के भयो भन्दा चाहिँ उहाँलाई चाहिँ कति रात बिरात भेटेर पनि रिक्वेस्ट पनि गऱ्यौँ हामीले, अनलाइन गरेको यो तपाईँको 26 तारिक 7 महिना 2024मै अनलाइन गर्दाखेरि कति कुरो के भयो भन्दा चाहिँ हाम्रो गाउँ सर्वसाधारण भएकोले गर्दाखेरि कति कुरो सुनिदिएन होइन। एक नम्बरको त हाम्रो गाउँमा कन्ट्र्याक्टर नभएर पनि हो। अब त्यो यो सँगैको कामहरू भन्दा पछाडिको कामहरू भयो, गोकटोतिर पुरै भएको छ। यहाँनिर गोकमा है हेरौँ भने थुप्रै कामहरू भएको छ, थुप्रै इन्कम्प्लिट पनि रहेको छ, तर के भन्छ यहाँको पब्लिकले त्योमा आवाज उठाएको छैन जस्तो पनि देखिरहेको छ नि। तर क्यामेरामा नआएर है बेग्लै चाहिँ उठाइरहेको छ, त्यसलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँहरू एज अ हेड होइन, तपाईँहरूले एउटा स्टेप उठाएको भए हुन्छ जस्तो लाग्दैन? यो जुन कुरा छ, यो जुन कुरो सेन्ट्रलको भनाइअनुसारले हो भने सिस्टमले ग्रासरुटदेखि जानु भनेदेखि चाहिँ यहाँबाट लेभल चलेर जानुपर्ने हो। तर के भयो यो काम कुरोमा जति आउँछ नि आइसकेर हामीले कति कुरो फर्मेलिटी र त्यसको एउटा बोटहरू देख्दा मात्रै हामीलाई थाहा हुन्थ्यो क्या। अब यदि माथिबाट एकदम सिस्टमले चलेको ग्रासरुटदेखि आउनुपर्छ र ग्रासरुटको भनाइ सुन्नुपर्छ र चाहिँ यो कुरो कुन हो अनि यसलाई चाहिँ अनि मध्यनजर राख्नुपर्छ भन्ने कुराहरू माथिल्लो तहबाटै सुझाव आएन, बुझ्नुभयो त। जुन माथि थियो जिटिएले जे गर्थ्यो त्यो चल्ने थियो, जिटिएले गरेन कुनै कुरो पनि चल्दैन थियो क्या। अब जिटिएले भनेपछि वर्कडनमा कामहरू प्रायः भइरहेको छ पैसा बिना पनि। अनि हौ त्यो खालको प्रक्रियाले हाम्रो जुन ग्राम पञ्चायतमा हामी अब हो एउटा प्रबन्धनको हिसाबले हामीले चलाउनु पर्ने गर्नुपर्ने कुराहरू चाहिँ के थियो भन्दाखेरि चाहिँ हामीले लिखित रूपमा एउटा मौखिक रूपमा मात्रै भन्ने गर्दाखेरि यो हाम्रो फाइलहरू कति कुरो चल्नु सकेन होइन। सकेन त के अब प्रायः अब यस्तो भयो। अब कति कुरो हुन्छ फाइनेन्सहरूकै प्रब्लमले गर्दाखेरि कन्ट्र्याक्टरहरूले आफू जहाँ भन्यो माथिको अर्डरले अनुसार चल्ने हुन्थ्यो। अनि हाम्रो ग्राम पञ्चायत त्यस्तो हुने खालको अब आफै लाउँदा पनि अहिलेको सिस्टमले गर्दा यो जुन थिमहरूको बारेले गर्दा ठुल्ठुलो एमाउन्टहरू पनि नलाउनै सकिएन, फेरि आएन पनि। सधैँ अब तपाईँको 1 करोड 22 लाखहरू आउँथ्यो भने अहिले तपाईँको 14 लाख 15 लाख 18 लाखदेखि 22 लाखसम्म आउँछ। त्यो पनि तपाईँहरूको बेसी चाइल्ड प्रोटेक्सनहरूलाई जस्तो अब नानीहरूलाई भयो जुन जुन गरिब अवस्थाहरूकोलाई त्यसलाई स्टेट फाइनेन्स भनौँ न एसएफसीबाट भर्दा चाहिँ त्यस्तै हुन्थ्यो। 15 फाइनेन्समा एकदमै कम्ती भएकोले गर्दा हाम्रो एरियालाई चाहिँ बाटोहरूमा चाहिँ लाउनु सकिएन। सम्पूर्ण यस च्यानल हेर्नुहुने सम्पूर्ण पहाडभरिका गोर्खे सन्तान सम्पूर्णलाई न्यानो अभिवादन साथै जय गोर्खा भन्दै विशेष आज हामी यो गोकको एउटा साइली खोल्चा भन्ने नामले चिनिने यो झोडामा छौँ। यहाँदेखिको यो बाटो चाहिँ गएर माथि चर्च बरडाँडामा निक्लिन्छ अप्पर गोकमा। र यो बाटो चाहिँ धेरै वर्षदेखि लाचार अवस्थामा छ। धेरै पहिला है गाउँलेले धेरै आफ्नो पैसा खर्च गरेर र कतैबाट अलिअलि सहयोग मागेर यो बाटो सानो रोड खनेको थियो है। दुःख सुख गाडीहरू कुद्दै थियो र यो बाटोले चाहिँ के काम गर्छ भने जब यो मुनिको बाटोहरू भत्किन्छ नि बर्खामा, तब यो बाटो है एउटा
त्यसको बदलामा है यो बाटोबाट कुद्न एकदमै मान्छेलाई सुविधा पर्छ। विगत सालको यो ठुलो पहिरो जाँदा पनि यो बाटोद्वारा हामी बाइक है गाडीहरूद्वारा यो पुल बजार है बिजनबारी जाने गर्थ्यौँ र यो बाटोले चाहिँ इन्टायर कहाँ कहाँ गाउँलाई कभर गर्छ भने अप्पर गोक, मिडल गोक, भलायो, जिम्मा डाँडा, रङदु, खोप्रेल, मालताङ, कोम, पदेङ इन्टायर यता है कलबुङसम्मको बाटोहरू यो कैँजले यो भाया भएर हिँड्न सक्छ है। र आज हामी है धेरै खुसी छौँ। इन्टायर गाउँलेहरू धेरै दिनको प्रयास पश्चात आज धेरै यो है हाम्रो यहाँ उपप्रधान हुनुहुन्छ होइन जो गोक 1 ग्राम पञ्चायतको, उहाँले धेरै अथक प्रयास गरिसक्नु भएको थियो तर पनि कतैबाट सहायता पाएको थिएन अहिलेसम्म। र हाम्रो सम्पूर्ण गाउँलेहरू यहाँ उहाँले धेरै कोसिस गर्यो होइन, आफ्नो खर्च लाएर धेरै नेताहरूलाई भेट्ने प्रक्रिया गर्यो तर पनि आश्वासन बाहेक केही पनि पाएको थिएन अहिलेसम्म। तर हाम्रो अभाग्य भनौँ या गाउँलेको है एउटा भाग्य, अहिले अध्यक्ष विमल गुरुङ ज्यू आएर उहाँलाई एकैपल्टको हाम्रो अनुरोधलाई उहाँले स्वीकारेर र गाउँको इन्टायर गाउँको दुखी निमुखा एउटा गाउँको खटिखाने जनताहरूको मर्म बुझेर यो बाटोको महत्त्व बुझेर उहाँले एकै वचनमा आज हामीलाई यो जेसिपी यहाँ देखिरहनु भएको जेसिपी सम्पूर्ण रूपले जति दिन लाग्छ तपाईँहरूले आफ्नो बाटो एकदमै मजबुतीको साथ बनाउनुहोस् भनेर एउटा उहाँले वचन दिनुभएको हुँदा हामी उहाँलाई इन्टायर गोक ग्राम पञ्चायत एरियाका जनता साथै हाम्रो यो भलायो अप्पर गोकका सम्पूर्ण जनताद्वारा हाम्रो गोर्खा जनमुक्ति अध्यक्ष विमल गुरुङज्यूलाई यसरी सहायता गरिदिनु भएकोमा, यसरी जनताको दुःख मर्म बुझिदिनु भएकोमा मुनिमुरी है इन्टायर गाउँ ग्राम पञ्चायतको तर्फबाट उहाँलाई कोटि कोटि धन्यवाद दिन चाहन्छु। जुन चाहिँ प्रकारले तपाईँहरूले भन्नुहुँदैछ यो रुट है अल्टरनेटिभ पहिला पनि तपाईँहरूले ट्राई गरेको यो विगत 2 साल अगाडि होला है, 2 साल अगाडिको जुन चाहिँ धेरै भाइरल पनि भयो यो पहिरो, धेरै मिडियाहरूमा पनि गयो, जुन चाहिँ 1.5 महिना बाटो बन्नुभएको थियो। त्यति बेला एउटा अल्टरनेटिभ उता सिङ्ला भएर टकबर भएर घुम्न आउनु थियो। हामीलाई गएकोलाई कतिवटा गाडी त्यताबाट पनि घुमेर आयो जामुने भयो भनेर, तर हामी कतिजना यो बाटो है त्यति बेला कच्ची रोड थियो, अहिले पनि त्यस्तै छ नाजुक अवस्थामै, र दुःख सुख यसो बेल्चा कोदाली बोकेर पनि हामीले बिमारीहरू लाने है इमर्जेन्सी कार्यहरू यहाँबाट गरेका छौँ। यसैले यो बाटो एकदमै निडी छ है, यसमा सबै डिपार्टमेन्टको पनि नजर परोस् है भन्ने म यो गाउँको तर्फबाट भनाइ पनि राख्न चाहन्छु। यो जुन चाहिँ तपाईँहरूले रोड बनाउनु हुँदैछ है यो कच्चा रोड कि तपाईँहरूले उयसै गर्नुहुन्छ मास्टिपे गर्नुहुन्छ? यो फिलहाल चाहिँ विशेष हाम्रो उपप्रधानज्यूले है एउटा अध्यक्ष विमल गुरुङलाई एउटा रिक्वेस्ट गर्नुहुँदा उहाँले इमिडिएटली के गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ मध्यनजर राखेर अहिले चाहिँ हामी कटिङ तर ठुलो रूपमा है अलिक ठुलो गाडी कुद्ने सक्ने कटिङ गरेर जानेछौँ। त्यसको बादमा उहाँले भन्नुभएको छ फेरि है के गर्नुपर्ने छ यसलाई, त्यसपछि बादमा यसलाई फेरि पनि हामी यसलाई कार्यलाई अगाडि बढाउने